यो चुनावी माहौलमा एउटा जोक्स सुनाउन मन लाग्यो तपाईहरुलाई। मेरो एउटा साथी छ हैन, उसले चाहिँ 5 वटा बिहे गर्यो, तर उसले घर बनाएन के, आफू बस्ने राम्रो खालको एउटा घर बनाएन। 5 वटा बिहे गर्यो, छोराछोरी टन्नै पायो हैन, ऐस आराम गर्यो, मिठो खायो, घुम्यो डुल्यो, त्यस्तै गरेर उसले जिन्दगी बिताइरहेको छ। त्यस्तै यो अहिले चुनावी माहौलमा यी पुराना पार्टीहरुबाट हामीले विकासको आश राख्यौं हैन, तर उनीहरुले भोट माग्दा नि विकासको आश्वासन दिएर कतियौं पटक भोटहरु मागे, जिते पनि, ठाउँमा पुगे पनि, तर विकास भन्ने कुरा चाहिँ उनीहरुको प्राथमिकतामै परेन के। मैले यही भन्न खोजेको कि अब आउने चुनावमा तपाई हामी मिलेर हैन, कुन पार्टीलाई दिँदा राम्रो भनेर सोच विचार बनाएर चाहिँ एउटा उद्देश्य बोकेको पार्टीलाई भोट हान्दा राम्रो जस्तो लाग्छ है मलाई चाहिँ। है त गाइज, मैले यति भनेको है।